दर्शकबिन नमस्ते नमस्कार। यति बेला म रोल्पाको जो त्रिवेणी गाउँपालिका 7 सल्लेरीमा छु। आरु खान जाँदैछु हैन। के कस्ता आरु छन् म तपाईलाई देखाउने छु। भिडियोलाई चाहिँ अन्त्यसम्म हेरेर साथ दिनुहोला। र तपाई देख्न सक्नुहुन्छ फाइनली म रुख चढिसके। आरुको रुख है। र तपाई देख्न सक्नुहुन्छ फाइनली म रुख चढेर पनि आरु खान सुरु गरिसके। आमा यसको फेरि अलिअलि भुस हुन्छ के। कति धेरै मिठो रहेछ है। हेर्नु गाइस, एकदमै यसलाई भन्छ बम्बे आरु। हाम्रो गाउँघरमा चाहिँ त्यति मात्रामा ठुला आरु पाइन्न, एक दुईटा रुखहरू मात्रै हुन्छ। र यसको नाम चाहिँ भन्छौँ हामी गाउँघरतिर बम्बे आरु भन्छ। ठुला पाइन्छन् हैन। र मैले यो भन्दा अघिल्लो जो भिडियोमा पनि तपाईलाई साना आरुको भिडियो बनाएर देखाएको थिएँ। यो चाहिँ ठुलो आरुको भिडियो हैन। तपाईकोतिर पाइन्छ नि ठुलो बम्बे आरु। हाम्रो गाउँघरतिर चाहिँ साना साना आरु पाइन्छन् प्राय। र कतिपय ठाउँमा चाहिँ यो त्रिवेणी गाउँपालिका 7 सल्लेरीमा चाहिँ धेरै मात्रामा जो बम्बे आरु पाइन्छ। एकदमै गुलियो हुन्छ, एकदमै आनन्द आइरह। तपाईहरु पनि खाने भयो एकचोटि आउनु होला। र तपाईलाई मैले यसरी खाइरहँदा, यसरी भिडियो बनाइरहँदा तपाईलाई एकदमै गाह्रो हुन्छ होला हैन। मलाई चाहिँ नदिनी, तपाई एक्लै खाने हैन। जहिले हो आरुको भिडियोहरु हैन, काफल खाएको भिडियो राख्नुहुन्छ, हामीलाई कहिले पनि आइयामी गर्नुहुन्न, एक्लै खानुहुन्छ भन्ने होला हैन। तर जो पठाउने माध्यमै हुन्न। अझै पनि मैले एउटा आरु नै सकेको छैन। एकदमै ठुला ठुला छन्, एकदमै राम्रा छन्। र यहाँ चाहिँ धेरै मात्रामा छन्। तपाईहरु खाने भएपछि नजिकै हुनुहुन्छ भने आएर तपाई किनेर पनि लग्न सक्नुहुन्छ हैन। सुपथ मूल्यमा यदि तपाई त्यति खाए पनि हुन्छ एक दुईटा त। हाम्रो घरतिर पनि थियो, सकिसक्यो। मैले तपाईलाई भिडियो बनाएर देखाएको थिएँ थोरै मात्रामा। र पोहोर साल चाहिँ आरु धेरै मात्रामा आएको थियो, अहिले चाहिँ अलिकति कम भए। र हामी गाउँमा हिँड्दै गर्दा एकजना छिमेकी दिदीको घरमा आयो। अनि आरु भेटायौँ र भिडियो बनाएर चाहिँ तपाईको माझमा देखाइराखेँ हौ। अब सक्यो एउटा आरु चाहिँ। र जहाँसम्म लाग्छ मेरो भिडियोलाई माया गर्नुहुन्छ, मेरो भिडियोलाई हेर्नुहुन्छ हैन। अहिले पनि हेरिराख्नु भएको छ, धेरै मात्रामा छ। अलि माथि माथि देखाइदेऊ त। धेरै मात्रामा छ आरु हैन। तपाईलाई पनि चाहिएमा आउनु होला, आएर चाहिँ खानु होला भन्न चाहन्छु। अरु त के नै भन्ने हो र। र टुप्पा टुप्पामा पनि धेरै मात्रामा छन् आरु। सकभर भिडियोलाई चाहिँ अन्त्यसम्म हेरेर साथ सपोर्ट दिनु होला। धेरै मात्रामा छन् आरु, तर मैले पुग्न सकिरहेको छैन हौ, के गाह्रो भइरहेछ। र ठुला ठुला छन्। यो बम्बे आरु खास गरी ठुला ठुला हुन्छन्। र तपाईहरुकोतिर पनि पाइन्छ होला। पाइन्छ कतिपय ठाउँमा त सकिसक्यो आरु हैन। कतिपय ठाउँमा चाहिँ छन् अझै पनि। हाम्रोतिर चाहिँ छन् भनौँ हैन। अहिलेसम्म छन्। अब यो भन्दा पछिल्लो समयमा के कस्तो हुने हो। फलफुलहरु जस गाउँमा आएर चाहिँ खान पाइराखेको छ। र पाए पर्ने जति आएर खान सक्नुहुन्छ, जो त्रिवेणी गाउँपालिका 7 सल्लेरीमा भन्दै मेरो भिडियोलाई अन्त्यसम्म हेरेर साथ सपोर्ट दिनु होला हैन भन्दै भिडियोलाई चाहिँ यही नै अन्त्य गर्दै अहिले भने छुट्टिन्छौँ। नमस्ते, बाइ बाइ। फेरि अर्को भिडियोमा भेटौँला ल।